वेलकम ब्याक एभ्रिवान। आज चाहिँ मार्केट तपाईँको 3 अङ्कले मात्रै सानो नम्बरले चाहिँ बढेर बन्द भयो 2584 मा। अब हामीले एकचोटि चार्टतिर हेरौँ। चार्टमा तपाईँले देख्न सक्नुहुन्छ जुन पनि यो राइजिङ वेज बनिरहेको थियो, राइजिङ वेज चाहिँ तपाईँको एउटा बियरिश प्याटर्न हुन्छ भनेर म प्रिभियस भिडियोमा पनि तपाईँलाई भनेको थिएँ। र यसले स्टिल हाम्रो हायर हाई, हायर लो, हायर हाई, हायर लो को फेज जुन पनि प्याटर्न बनाएको थियो, त्यो प्याटर्नलाई चाहिँ तपाईँले इन्भ्यालिड गर्न चाहिँ खोजिरहेको चाहिँ हामीले देखिरहेको छौँ है। त्यो यदि इन्भ्यालिड हुन भनेको तपाईँको यो 2530 को मुनतिर गएर क्लोजिङ हुन्छ भने हाम्रो यो जुन पनि हायर हाई, हायर लोको जुन प्याटर्न बनेको छ त्यो चाहिँ इन्भ्यालिड हुन्छ भनेदेखि हामी चाहिँ यो प्याटर्न चाहिँ केमा परिवर्तन हुन्छ भने यो प्याटर्न चाहिँ तपाईँको हेड एन्ड सोल्जर प्याटर्नमा चाहिँ कन्भर्ट हुन्छ। हेड एन्ड सोल्जर प्याटर्नमा कन्भर्ट भए लगतै यसमा चाहिँ तपाईँको 2500 मुनतिर जाने चाहिँ एकदमै धेरै चान्स हुन्छ है, इनकेस त्यो भयो भने। अब तपाईँले आजको फर्मेसन चाहिँ तपाईँले यो ग्रिन क्यान्डलमा बनेको देखे तापनि तपाईँको हाम्रो विकलीमा चाहिँ हामी स्टिल रेड क्यान्डलमै छौँ। स्टिल हामी विकली चाहिँ बियरिसै सिग्नल गरिरहेछौँ भनेर हामीले बुझ्न सक्छौँ है। जुन पनि यो हाम्रो क्लोजिङ भयो यो 2600 को मुनतिर, त्यस लगतै चाहिँ हामी एउटा बियरिस फेजमा चाहिँ फेरि छिरिसकेको छौँ। र यदि यो हाम्रो यो जति पनि 2530 को लेभललाई चाहिँ यसले क्रस गरेर तलतिर आउँछ भने चाहिँ हाम्रो अर्को टार्गेट भनेको चाहिँ तपाईँको 2450 तिर रहनेछ। र यसले यो जुन पनि यो माथिको टार्गेट छ 2650 को टार्गेटलाई चाहिँ यदि राम्रो भोल्युम आएर चाहिँ यसले क्रस गर्छ भने हाम्रो टार्गेट भनेको चाहिँ 2700 रहनेछ। 2700 मा पनि राम्रो भोल्युम आयो भने चाहिँ त्यो परिसकेपछि चाहिँ हाम्रो ट्रेन्ड रिभर्स भएर चाहिँ हामी बुलिस फेजमा जानेछौँ। तत्कालको सिनेरियोमा चाहिँ हामी अहिले तत्कालै बुलिस चाहिँ भइसकेको छैनौँ है। अब तपाईँको रेसिस्टेन्स भनेको चाहिँ तपाईँको एउटा यो 2640 र 2630 को रेन्जमा रहेको छ भनेदेखि अर्को रेसिस्टेन्स भनेको तपाईँको 2700 को रूपमा रहेको छ। र हाम्रो सपोर्ट भनेको चाहिँ तपाईँको एउटा 2540 2550 को रहनेछ भनेदेखि अर्को चाहिँ तपाईँको यो 2500 देखि चाहिँ 2400 को रेन्जमा चाहिँ 2450 को रेन्जमा चाहिँ हाम्रो सपोर्ट रहेको छ। यदि इनकेस त्यो माथिको र तलतिरको रेसिस्टेन्स ब्रेकआउट हुन्छ भने हामी बुलिस हुनेछौँ भने सपोर्टलाई ब्रेकआउट हुन्छ भने हामी बियरिस जोनमा चाहिँ जानेछौँ। तपाईँले देख्न सक्नुहुन्छ एमएसिडीमा पनि तपाईँ स्टिल क्यास आउटफ्लोको जोनमा छ। मार्केटमा चाहिँ ठुल्ठुलो प्लेयरहरूले चाहिँ एकचोटि डेड कट बाउन्स गरेर पम्प गर्दै सेल आउट गर्दै पम्प गर्दै सेल आउट गर्दै गरिरहेको देखेको छौँ हामीले। र यो जुन पनि 2700 कोबाट रिजेक्सन एउटा क्रिएट भयो, रिजेक्सनले गर्दाखेरि चाहिँ यसमा चाहिँ अब एउटा लोवर हाई लोवर लो बन्ने चान्स पनि चाहिँ हामीले देख्न सक्छौँ है। त्यही भएर अहिले तत्कालको रेन्जमा चाहिँ यदि कुनै नयाँ बाइङ गर्नुभएको छैन भने चाहिँ अहिले बाई गर्नुको सट्टा चाहिँ हामीले किप एन्ड वेट एन्ड वाचमा चाहिँ बस्न सकिन्छ है। अहिले चाहिँ किनिहाल्नु चाहिँ जरुरत छैन हामीलाई। सर्ट टर्मको लागि चाहिँ मुभिङ एभरेजहरूले पनि तपाईँको डाउनवार्ड सो नै गरिरहेछ। डाउनवार्ड सो गरेको मतलबै भने यसले अब इनकेस 2600सम्म पम्प गरे तापनि भोलिको क्यान्डलमा यसले चाहिँ यहाँबाट रिजेक्सन पाएर चाहिँ 2540 को रेन्जमा चाहिँ जान सक्ने चाहिँ हामीले पोसिबिलिटी चाहिँ देखेको छौँ। अब एमएसिडीले पनि तपाईँको क्यास आउटफ्लो हुँदै गरेर देखाएको छ भनेपछि तपाईँको आरएसआईले चाहिँ एउटा ओभरसोल्डको जोनमा चाहिँ गएर एक्चुअली बाउन्स गर्न चाहिँ खोजिरहेको भनेर हामीलाई देखाउन सक्छ भने यसले चाहिँ ओभरसोल्ड चाहिँ हाम्रो भइसकेको छैन, हुने क्रममा चाहिँ छ भनेर डिनोट गर्छ। मार्केट लो नै एकदम स्टिल विक छ भनेर चाहिँ यसले डिनोट गरिरहेको हुन्छ भनेदेखि तपाईँको भोल्युम पनि देख्न सक्नुहुन्छ, खासै भोल्युम पनि राम्रो आइरहेको छैन मार्केटमा। अब अहिले तत्कालै बुलिस हुने चाहिँ कुनै पनि छाडकाट रहेको छैन भनेदेखि बिरेसी सेन्टिमेन्ट चाहिँ चलाइरहेको छ। मार्केटको यो जुन पनि प्याटर्न स्ट्रक्चरहरू क्रिएट भइरहेछ त्यो लगतै चाहिँ हामीले अब आफ्नो रिस्क म्यानेजमेन्टलाई ध्यानमा राखेर चाहिँ हामीले ट्रेड गर्नुपर्ने हुन्छ। अहिले चाहिँ कुनै पनि स्टकहरूमा चाहिँ इन्ट्री गर्नु भनेको चाहिँ एकदमै रिस्की प्ले हो। त्यही भएर चाहिँ वेट एन्ड वाचको सिनेरियो बनेको छ भनेदेखि नेप्से चाहिँ अहिले करेक्टिभ फेजमा चाहिँ गइरहेको छ है। कुनै पनि क्लियर सिग्नल चाहिँ आइसकेको छैन भनेदेखि अब हामीले चाहिँ यसलाई चाहिँ थप भोलिको दिनमा पर्सिको दिनमा चाहिँ के कसरी नेप्सेले आफ्नो मुभमेन्ट देखाउँछ त्यो अनुसार चाहिँ हामीले ट्रेड लिनेछौँ। आजको जति पनि अपडेट छ आजको अपडेट चाहिँ यही नै रह्यो। अब भोलिको अपडेटमा के हुनेछ, सी यू गाइज इन द नेक्स्ट अपडेट। इफ यु आर न्यू हियर, लाइक सब्सक्राइब कमेन्ट गर्नुहोला। धन्यवाद।